हेलो गाइस, वेलकम माई न्यू ब्लग। आज चाहिँ टिकाको दिन होइन, हामी चाहिँ यहाँ सपिङ जान भनेर बाहिर आएको छौँ होइन। एउटा साथी आउँदैछ, त्यसलाई पर्खिरहेको छु कतिखेर आउँछ। ट्रेनमा म आएको आधी घन्टा 1 घन्टा भइसक्यो, आउँदैन यार। आज चाहिँ हामी टक्क अरेना जान्छौँ, अरेना गएर अनि हल्का दसैँ सपिङ गर्नु। दसैँ त अब सकिसक्यो। ऊ त्यहाँ आएर बसिरहेछ फोन नगरिकन। होमलेस केटी हो यहाँनिर। नाम पे दे दे बाबा, 1 रुपया देगा 10 दुआ मिलेगी, 2 रुपया देगा 20 दुआ मिलेगी। तो रुमाल राखेर बस्न अलिअलि आउँछ। यो चाहिँ हाम्रो होमलेस केटी हो क्रोसियामा। आज तर होमलेस जस्तो पनि देखेको छस्। अनि अब यहाँबाट त उता जाने हो नि त। त्यो अस्ति हामी मोमो खाएको ठाउँ त्यहाँबाट बस चढेर जाने हो कि। यसले चाहिँ मलाई आज सपिङ गराउने अरे। छप्पा छ जो छप्पा छ। यो चाहिँ कहाँ हो भन्छ यो? यो भोले पार्कमा छौँ हामी। बस नम्बर 220 मा हामी पर्खिरहेको छु मैले। कुन ठाउँ जाने? सिटी सेन्टर होइन? सिटी सेन्टर जानको लागि चाहिँ बस नम्बर 220। आमा बिटी क्या हो? आमा 219 को गाडी आउँदैछ। हामी चाहिँ फाइनली सेन्टर आइपुग्यौँ। के भन्छस्? झन्डै भमिट गरिस् होला गाडीमा, ट्याक्सीमा। कहिले चढेको छैन नि त म त, गाडी देखेकै थिएन। होइन, ट्याक्सी चढिदिने होला नि त। यो गाडी त त्यसको लागि राखेको होला हो, चिट्ठाको लागि। अब हुडी किन्छ अरे यसले। हुडी यो चाहिँ सिएनए सपिङ, सिएनए ब्रान्ड। यहाँ स्वेटरहरू खतरा छ। चाहिँ हामी आइफोन सोरुममा आएको छौँ। यहाँनिर आइफोनको प्राइसहरू हेरौँ। 17 प्रो म्याक्स 17,256 को 1500, 512 को 1800, 1 TB को यति, 17 प्रो मात्रै 1400। त्यो चाहिँ कुन हो यो? 17 मात्रै प्रो हो यो। 17 को ओइ इयर हेर्न कस्तो पातलो छ। iPhone 7 इयर बवाल रहेछ यार यो है। यो डिजाइनै यस्तो हो नि त, एउटा मात्रै भएको दामी। यसको दाम चाहिँ कति रहेछ यार? इयरको चाहिँ दामै छैन रहेछ त। इयरको छैन। 7 प्रो म्याक्स कति रहेछ? म वाच किन्नुपर्ने छ यार। हेर्न यहाँ उयसको घडी न 1200 रुपियाँ, 1500। कस्तो पातलो हेर्नु। यो त फेरि फिजिकल सिम लाग्दैन नि त्यसमा, ई सिम हो। अझै यो चाहिँ बबल लाग्यो यार। त्यो अहिलेको आएको। बबल छ त है। यो राम्रो छ त। यो 7 प्रो म्याक्स होइन यो। कति स्तर सानो देख्छु त यार यो 16 भन्दा। मलाई आइफोन कुन मन पर्छ? 16 पिङ्क कलरको। नेक्स्ट इयर 18 आउँछ। 18 डिजाइन यस्तै त आइफोनले यस्तै त निकाल्छ।
यो चाहिँ एजेन्डामा जाउँ यहाँ एजेन्डामा यसमा जाउँ यसमा पाउँछ कि पाउँदैन यसमा पनि महँगै पर्छ खासै सस्तो पाउँदैन यिनीहरू भनेको एभरेज ब्रान्ड हो क्या यहाँको के भयो अरे सुरुवालतिर यसलाई यो 1.5 फुटी हाइट यसको लागि सुरुवाल किन्नमा चाहिँ बेबी सुरुमै जानुपर्छ होला सानो साइजको किन्न कमर हुँदैन ठुलो किन्न लामो हुन्छ त बबल यहाँ जुत्ता रहेछ त बबल केटाको केटीको हो केटीको जस्तो एक्सेस छ यो कम्मर तलै हुँदैन नि त फेरि त्यहाँ हेर त कत्रो सानो छ कम्मर एक भित्ताको छ चेक गर्नु त यहाँको मान्छे छोडै हुँदैन क्या यहाँको मान्छेको लागि बनाएको हुन्छ नि क्या त 1.5 फुटीहरूको लागि बनाएको छ त यो जति कम्मर हुँदैन होला तल फेरि चेक गर्नु न त घर टाइट हुन्छ होला लम्बाइ त हुन्छ होला चेक गर्दा लम्बाइ त्यहाँ बाहिरबाट लम्बाइ त ठिकै हुन्छ त्यही त कम्मर हुनु पर्यो नि त मेन अनि कम्मर भएको त अघि एक्सेसको भइहाल्थ्यो नि तलै नभए टाइट भयो भने त्यहाँ त चेक गरिरहेछ कि मन पऱ्यो कि मन परेन पहिले त्यो कुन साइज हो त्यही हो यो युरोपमा चाहिँ नेपाली केटाहरूको लागि लुगै नमिल्ने गजब बेइज्जती जान त त्यो कुन साइज हो एक्सेस त्यही हो सेम साइज हो त्यो दुइटा सेम होइन र सेम हो यो उता रहेछ नि त स्मल रहेछ नि त यो कहाँ एक्सेस होइन नि त जा ट्राई गरेर आइज अहिले छिटो घर ढिलो भइसक्यो तातो छ कति छ प्राइस त्यही 30-40 युरो होला भन्नु 40 युरो ठिकै हो त्यस्तो महँगो होइन यो दामी रहेछ महँगो छ 47 युरो रहेछ यहाँ त अलिक महँगो पर्छ नि त अनि यसले जाडो थाम्छ त अनि बाक्लो खालको ज्याकेट किन्ने भनेको होइन मन पर्यो भने किन त ज्याकेट अलिक जाडो बढेपछि किन्दा पनि हुन्छ अक्टोबर नोभेम्बरतिर किन्दा पनि हुन्छ 19 युरो अब चाहिँ हामी सपिङ गरिसक्यौँ यसले दसैँको सपिङ गरी 1 घन्टा यो बसमा यहाँ लाग्दो रहेछ त होइन यमराज जाँदैछ बस लाग्छ बस चढेर जाने के छ भनिदिएर लास्ट एन्डिङ गरिदिउँ अब हाल्न चाहिँ कहिले हाल्छ थाहा छैन एडिट गर्नै झ्याउ लाग्छ अचेल त भ्लगहरू त्यो जो सागर हराइसक्यो अब भ्लगहरू बनाउने पहिला त बर बनाउनु मलाई थिएँ
ल साथी हो आजलाई यति भन्दै हाम्रो ब्लग क्लोजिङ गर्छौँ। Ciao.